हाई एभ्रिवान, वेलकम ब्याक टु द च्यानल वान्स अगेन। स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो अर्को नयाँ ब्लगमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होइन। म पनि सन्चै आरामै छु र आजको ब्लग चाहिँ स्पेसल हुनेवाला छ। हामी चाहिँ ग्रुप नै सबैजना ताजमेनिया घुम्न जाँदैछौँ एन्ड अहिले चाहिँ 4:30 भयो। मैले ब्लग स्टार्ट नै गर्न पाएको थिएन होइन, हतार भएर दौडी अनि अहिले चाहिँ बोर्डिङ पास लिएर म वेटिङ रुममा छु, मजाले कुरिरहेको छु। अनि हाम्रो साथीहरू चाहिँ कोही टोइलेट जानुभएको छ, कोही कता जानुभएको छ। अनि मैले चाहिँ फ्री टाइम पाएँ बल्ल मेरो ब्लग स्टार्ट गर्नको लागि। अनि यो ब्लग चाहिँ रमाइलो हुनेवाला छ। हामीले चाहिँ कति टाइम अलमोस्ट 2 मन्थ पछि चाहिँ फ्री भएर 2-4 दिन कतै घुम्न जाँदैछौँ। सो भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्नु होला। साथीहरू अहिले चाहिँ हामी वेटिङमा बसिरहेको छौँ अनि 5 बज्यो। हामी चाहिँ यसको लागि रातिदेखि नसुती आइरहेछौँ। साथीहरूको निन्द्रा पुगेको छैन होला, म चाहिँ एकछिन सुतेको थिएँ। निन्द्रा त के पुगेको छैन भन्नु, उनीहरू सुतेकै छैनन्, म चाहिँ एकछिन सुतेको। सो अब एकछिन कुरेपछि हामी जान्छौँ सुइँ। अहिले हामी जमिन र आसमानको बिचमा छौँ, जहाँबाट एकदमै राम्रो सनराइज देखिरहेको छ र तलतिर अलिकति झ्यालबाट हेर्ने हो भने त्यो ठुलो समुद्रहरू पनि मजाले देखिरहेछ। सो गाइज, हामी आइपुग्यौँ ताजमेनिया। यहाँनिर बाहिर कसले एसी खोलिदिएको जस्तो छ। फाइनली वी ल्यान्डेड। ओहो, कस्तो चिसो हावाले हानिरहेछ, दिल गार्डन भइहाल्यो नि। सो म चाहिँ अगाडि भागिहालेँ अनि मेरो साथीहरू चाहिँ पछाडि नै छन्। हामी आइसक्यौँ बाहिर रोडमा। अब कुरिरहेछौँ, पुकार लिन आउनुहुन्छ हामीलाई। अनि इट्स फिल लाइक यस्तो कुल होइन, उता गर्मीबाट आएको, यहाँ त यस्तो चिसो ठाउँ। अनि ठक्क बाहिर निस्किने बित्तिकै कस्तो फिल आयो भन्दाखेरि भरतपुरको के भयो, हामीलाई भरतपुर एयरपोर्ट आएको जस्तो फिल भयो। आशिष दादा कस्तो फिल भयो? टी सर्ट मात्र लाएर आएको। दर्शन अहिले चाहिँ पुकार लिन आइसक्नु भएको छ हामीहरूलाई। अनि हामी चाहिँ 4-5 दिन सिडनीको त्यो गर्मी छल्नको लागि ताजमेनिया आएको छौँ साथीहरू। म चाहिँ आउने बित्तिकै प्लानिङ गरेको थिएँ पुकार अनुष्कालाई भेट्नको लागि, बट अलिकति टाइम लाग्यो र अहिले चाहिँ हामीहरू भेट्दैछौँ। रमाइलो हुनेवाला छ साथीहरू। यहाँको सहर देख्दाखेरि मनै लोभिएको छ मेरो। हाई, चिसो छ, एकदमै चिसो छ। अनि हामी आयौँ, त्यसपछि एकछिन बस्यौँ, आराम गऱ्यौँ, थाकेको थियौँ। कसरी भन्दाखेरि निन्द्राले के। अनि बाहिर सपिङ गर्न गयौँ अनि अहिले पनि एकछिन बाहिर निस्केको अहिलेलाई चाहिँ। अनि अब त्यही हो, आज त खासै कहीँ गएन, सपिङहरू गऱ्यौँ, अलिअलि खानेकुराहरू लियौँ। अनि आजको चाहिँ हाम्रो प्लान चाहिँ घरमै बस्ने, खाने, रमाइलो गर्ने छ। अनि देन भोलि चाहिँ हामी बाहिर निस्किन्छौँ अनि बाहिर देखाउँला। जोस् यहाँ चाहिँ एकदम कुल भइरहेको छ वेदर। कता सिडनीको गर्मीबाट एकछिन हामीले मुक्त पाएको छौँ। अनि त्यही हो, अब हामी आज त घरमा बस्छौँ। घरको केही कुरा देखाउने कुरा भने हामी तपाईँहरूलाई भोलि देखाउनेछौँ ताजमेनिया। टिल देन टेक केयर, बाई, सी यू टुमरो। यो खाजा र यो विन्डो भ्यू साथीहरू, म नेपालमा छु जस्तै लागिरहेको छ है साथीहरू। आज चाहिँ हाम्रो डे 2 अनि अहिले चाहिँ हामी रेडी भएर निस्किसकेछौँ। अनि रेडी हुँदा अब त्यही त हो, हाम्रो साथीहरूलाई रेडी हुनलाई 5 बज्यो, अहिले 5:30 भइसक्यो। अनि निस्केको आज चाहिँ हामी घुम्न जानको। बिहान पानी परिरहेको थियो, तर अहिले चाहिँ अलिकति फ्रेस भएको छ। फेरि खसाउने कि आज आशिष भाइले खसाएछ। अनि यस्तो दामी देखेछ। यता हुनुहुन्छ? हेलो गाइजहरू। कोही चटपटे खाँदै, कोही चटपटे बोक्दै, कोही चेरी बोक्दै। साथीहरू अहिले चाहिँ अब हामी निस्किन लाग्यो। अनि आज हामी कता जाँदैछौँ? हामी सिटी जाँदैछौँ, किनकि अब भर्खरै घाम लागेको छ ताजमेनियामा। हामी आएदेखि बिहान पानी परिरहेको थियो। भएन, रेडी भयौँ न। अहिले चाहिँ हामी जान लाग्छौँ। अनि यहाँ कोही खाँदै हुनुहुन्छ, यसरी देखाउँ, खाँदै हुनुहुन्छ। ल अब हामी गएको ल, अहिलेलाई चाहिँ बाई। यात्राको सुरुवात अलिकति ढिलो भयो किनभने बिहानदेखि पानी परिरहेको थियो र अहिले चाहिँ हामी जाँदैछौँ पार्कमा। गाइज अहिले चाहिँ हामीहरू पार्कमा आइपुग्यौँ। अनिखेर यतातिर यस्तो राम्रो ठाउँ छ। यतातिर हामी अब फर्केको यत्रो बेरदेखि के गरेको भन्दाखेरि एउटा टिकटक बनाएको, त्यो पनि कस्तो बन्यो थाहा छैन।
यहाँबाट चाहिँ फर्किनु पऱ्यो किन भन्दाखेरि हामी ढिलो पुगेको थियौँ त्यसले गर्दाखेरि अलरेडी सबै बन्द भइसकेको थियो पार्कहरू तर हामीले टिकटक बनायौँ। अहिले चाहिँ हामी कता छौँ भन्दाखेरि ट्रेन हेर्न लागेको छौँ अनि यता देखाइदियो त यता छ अनि यता छ ट्रेन होइन। अब यो चाहिँ ट्रेन चाहिँ के हेर्नु भनेको जस्तो होला तर यो ट्रेन चाहिँ गुड्दैन यहाँनिर फिक्स छ अनि यहाँ चाहिँ हरेक क्याबिनमा सब रहेछ। अब आज खुलेको छैन हामीले चाहिँ बाहिरबाट सर हेऱ्यौँ अनि अब यहाँबाट जान्छ। अस्ट्रेलियामा चाहिँ राति 5 बजे घुम्न गए पनि धेरै ठाउँ कभर गर्न भ्याइन्छ किन भन्दाखेरि यहाँनिर घाम नै ढिलोसम्म बस्छ जसले गर्दाखेरि 7-8 बजेसम्म हामी बाहिर मजाले घुम्न सक्छौँ। अहिले चाहिँ हामी बिचमा आएको छौँ मार्केट बिच चाहिँ यो चाहिँ अनि यहाँ आउँदा चाहिँ क्वाइट एकदम शान्त अनि पानीहरू कस्तो मजाले त्यो छालहरूले कस्तो आनन्द दिइरहेको छ अनि प्लस यो डाँडाहरू देख्दा चाहिँ कस्तो नेपालकै भाइब्स आएको त्यो पोखरातिर बसेको जस्तो। अनि आशिष अनि अनुष्का चाहिँ त्यहाँनिर माछा मार्नको लागि फिसिङ गर्नको लागि अनि थाहा त छैन उनीहरूलाई सिक्दैछन् फर्स्ट टाइम अनि अब चाहिँ हामी यहाँनिर एकछिन माछा मार्छौँ। माछा पर्छ कि पर्दैन चाहिँ थाहा छैन बट एकचोटि ट्राई गरौँ। गेस के लाग्छ तपाईँहरूलाई हामीले माछा पक्रिन्छौँ त? अभियसली नट। हामीले माछा चाहिँ पक्रिनौँ किन भन्दाखेरि कसैलाई केही आइडिया नै छैन कसरी पक्रिने। मलाई अलिअलि आइडिया त थियो बट खोलामा हात हाल्नु र समुद्रमा टाँगा फ्याँक्नु इज डिफ्रेन्ट। सो एकैछिन हामीले त्यहाँनिर टाइम स्पेन्ड गऱ्यौँ। इट्स लाइक अ गोल्डन टाइम थियो यो चाहिँ किन भन्दाखेरि सनसेट हुन लागिरहेको थियो। देन हामीले चाहिँ एकदम पर्फेक्ट टाइममा चाहिँ त्यहाँ पुग्यौँ जस्तो लाग्यो। फर्किँदाखेरि चाहिँ लाइन थियो हाम्रो सोल्टीहरूको लाइन थियो। लाइन कता जाँदै थियो थाहा छैन। आज हामीसँग 2टा गाडी छ किन भन्दाखेरि बल्ल बल्ल पुकारको अफ भयो काम। गाइस फाइनली आज चाहिँ हाम्रो डे 3 अनि बल्ल पुकारको अफ भयो अनि आज चाहिँ हामी घुम्न जाँदैछौँ सबैजना सँगै ब्रुनी आइल्यान्ड एन्ड लेट्स गो गाइस लेट्स गो। फाइनली सबैजना सँगै भयो र हामी चाहिँ ब्रुनी आइल्यान्ड जाँदैछौँ। बाटोहरू यस्तो राम्रो छ। So guys, day 3, welcome to my vlog and then I have got the audience over here. Hi, hello. कस्तो हुँदैछ? रमाइलो भइरहेछ घुमघाम लडी र यता पछाडि टिकटक चल्दैछ है। यहाँनिर हामी कुदिरहेछौँ फेरिमा गाडी नै लिएर जान मिल्दो रहेछ खास गरी अनि अब गाडी त्यहाँ पार्क गर्नको लागि चाहिँ लाइन छ पछाडि समय छ अनि हामी कुदिरहेछौँ। आज चाहिँ अब सबैजना भइरहेछौँ अनि त्यही भएर कस्तो रमाइलो भइरहेछ अनि हामी देखाउँछौँ तपाईँहरूलाई कस्तो रहेछ ब्रुनी आइल्यान्ड हामी पनि हेर्दैछौँ। एन्ड भ्याकेसन चाहिँ रमाइलो गइरहेछ हाम्रो। साथीहरू अहिले चाहिँ हामी ठ्याक्क कहाँ छौँ भन्दाखेरि फेरीमाथि छौँ अनि गाडीहरू यहाँ सबै गाडीहरू चाहिँ यसरी यो लिएर जाने रहेछ अनि सबैजना अगाडि गइसक्यो म पनि अगाडि जान्छु। पानीमाथि गाडी चलाइरहेछौँ हामीले। वाह यता समुद्र देख्न सक्नुहुन्छ यति राम्रो देखेछ। हेलो ब्लगर वाटरप्रुफ हो यो 100% अहिले यो पानीमा यस्तो गरे के हुन्छ? केही हुँदैन वाटरप्रुफ हो। इट्स ओके। अब हामी चाहिँ ओ माई गड कति रमाइलो ठाउँ हो यो। साथीहरू अहिले चाहिँ अब हामी आनन्द लिइरहेछौँ भ्याकेसनको। आज चाहिँ धेरै रमाइलो हुनेवाला छ हामीलाई। समुद्रको यो चिसो हावाले मलाई एकदमै फुरुङ्ग बनाइरहेछ आनन्द आइरहेको छ। अनि मैले चाहिँ यहाँनिर जेली फिस पनि देखेँ जुन चाहिँ मैले फर्स्ट टाइम हो। मैले योभन्दा पहिला चाहिँ देखेको थिइनँ अनि हामीहरू चाहिँ 2टा कारमा थियौँ त्यसले गर्दा चाहिँ अलिकति कता ग्याप भइरहेको थियो किन भन्दाखेरि पुकारसँग हुँदा चाहिँ छुट्टै मजा हुन्छ हामीलाई। बट एट द सेम टाइम भाइ र बहिनीले चाहिँ हामीलाई कम्पनी दिइरहेको छन् कहिले अनुष्का र पुकारकोमा कहिले हाम्रोमा चढेर जस हामी इन्जोय गरिरहेको छौँ। यो मुमेन्टसम्म आइपुग्दा चाहिँ एकदमै धेरै रमाइलो भइरहेको छ। सिनहरूले चाहिँ मेरो मन एकदमै छुइरहेको छ। अलिकति ड्राइभ गरेको भएर चाहिँ राम्रोसँग हेर्न चाहिँ पाएको छैन बट गाइस अमेजिङ छ अमेजिङ। यो ठाउँ चाहिँ एकदमै मन परेको छ मनदेखि नै मलाई। कहाँ हो चाहिँ थाहा छैन जस हामी के खानको लागि आएको छौँ ब्रुनी आइल्यान्डमा वेस्टर खाने रे त्यो चाहिँ मैले फर्स्टचोटि हो। सो ड्राइभ गर्दा रमाइलो भयो त्यही ठाउँहरू त दामी थियो। देखेँ हेरेँ मैले पनि हेरेँ नि अफकोर्स हेरिहाल्छु अलिअलि त्यो निहालेर चाहिँ अलि हेरेँ होइन जोस्। अनि अब हामी यहाँ खान्छौँ अनि कहाँ जान्छौँ के गर्छौँ चाहिँ केही थाहा छैन हामीलाई। हामीले फलो गर्ने हो पुकारलाई अनुष्कालाई त्यति हो। खाने चाहिँ यस्तो रहेछ वेस्टर भने चाहिँ यस्तो पो रहेछ।
भनेर हाल्नु त यस्तो कुटेर खान्छु नि म त यस्तो सर्ट लिपस्टिक सबै लाग्छ गाइस ट्राई गरौँ ल गाइस ट्राई गरौँ न मिल्ने भने होइन त्यो मिलेर त स्वादै थाहा भयो सिनीको भन्दा यो मिठो रहेछ I can't, sorry guys. साथीहरू टेस्ट गरेको त्यो काँचो अन्डाको नानी नानी जस्तो थियो सङ्की किरा चाहिँ खाएको छैन गोगी पनि खाएको छैन अनि उतै पाइन्छ क्या खपेटा रहेछ क्या गाइस यहाँनिर अनि जो नुनिलो नानी के अरे काँचो अन्डाको नानीको जस्तो टेस्ट भयो अब हामी यहाँबाट खाएर निस्क्यौँ अब कता जान्छौँ चाहिँ थाहा छैन आउँदैछन् पछाडि हामीहरू जति अगाडि बढ्दैछौँ त्यति नै नयाँ दृश्यहरू देखिरहेको छौँ यो बाटोले यस्तो मन छोएको छ साथीहरू मेरो कहिले यो समुद्रको छेउ जान्छौँ कहिले हामी जङ्गलको बिच बाटो जान्छौँ त्यो डाँडाको टुप्पामा जान लागिरहेछौँ अनि त्यहाँबाट हेर्नेछौँ कस्तो देखिन्छ भनेर गाइज दिस इज द बुर्नी आइल्यान्ड भ्यू पोइन्ट लुक एट दिस भ्यू यस्तो दामी मैले बयानै गर्न सक्दिनँ साथीहरू यो यति राम्रो छ नि रियलमा जति चाहिँ यहाँ मैले देखाउन सकिनँ सोचेको भन्दा धेरै नै राम्रो छ मान्छे बसेको छ न के गरेको छ जस्ट हामीले निकाल्ने अनि यहाँनिर अकाउन्ट छ आइडी पे आइडी हालिदिने खाने कोही पसलमा मान्छे छैन अनि हामीले चाहिँ भोक लगाएर कस्तो छ पाक जस्तो छ त मिठो खाऊ फोटो खिचाउँछु ल दिन ढल्किँदैछ हामीहरू चाहिँ अगाडि बढिरहेको छौँ नयाँ ठाउँहरू देखिरहेको छौँ के गर्दैछौँ भन्दाखेरि म चाहिँ जस्ट नयाँ छु यो ठाउँमा बाटो पनि थाहा छैन केही पनि मैले चाहिँ जस्ट अगाडि पुकार हिँडिरहनु भएको छ मैले चाहिँ उहाँको गाडीलाई फलो गर्दै अगाडि बढिरहेको छु अहिले चाहिँ हामी कता आइपुग्यौँ भन्दा यता कुन ठाउँ हो जस यस्तो दामी छ यतापट्टि पनि समुद्र यहाँ माथि चाहिँ लाइट हाउस अनि यो साइडमा नि समुद्र चाहिँ छ दूर तक आमा छोरा अनि बाउ रहेछ के बाउ चाहिँ रोडतिर तलतिर जाने चाहिँ बाउ रहेछ अनि उठाउने चाहिँ आमा होला कि बिचरा यो चाहिँ सानो म्युजियम रहेछ म्युजियममा आएको अब हामी त केही बुझ्दैनौँ यो के हो जस केही त होला यो चिज जुन चाहिँ हामीले बुझ्न सकेन ओए यहाँ चाहिँ स्कलहरू रहेछ है गड के को हार्डकोर रहेछ हार्डकोर क्यामेरा त अलाउड छ नि है फेरि सोध्नु पऱ्यो यहाँनिर चाहिँ फ्लावर्सहरूको ए हामीले के देख्यौँ हामीले सबै देख्यौँ होला यो ठाउँले चाहिँ एउटा छुट्टै नै इतिहास बोकेको छ साथीहरू हामी इतिहासको पाना चाहिँ नपल्टौँ सर्र हेरौँ कस्तो देखिन्छ है त अहिले चाहिँ हामी यो माथिको लाइट हाउस जान लागिरहेछौँ अनि हल्का हिँड्नु पर्यो धेरै हो फ्रेम आइरहेको छु म मलाई त इट्स नर्मल साथीहरू हामी आइपुग्यौँ लाइट हाउसमा यो चाहिँ कहिले बनेको रहेछ भन्दाखेरि एडी 1836मा रहेछ आमामा आजभन्दा 200 वर्ष अगाडि नै यस्तो बनिसकेको रहेछ धरारा जस्तो सेतो टावर हाम्रो अहिले करेन्ट लोकेसन चाहिँ अस्ट्रेलियाको एउटा टापुमा छ टापुको पनि यो चाहिँ एउटा इन्ड पोइन्ट हो जहाँबाट उता हेर्दा चाहिँ समुद्र नै समुद्र देखिन्छ यो ठाउँमा चाहिँ आजभन्दा 200 वर्ष अगाडि नै यो टावर हाउस चाहिँ बनिसकेको रहेछ यहाँको सबै कुरा हेरेर अब चाहिँ हामी अर्को ठाउँतिर लाग्दैछौँ साथीहरू साथीहरू अहिले चाहिँ हामी यहाँनिर एडभेन्चर बेमा आएको छौँ अनि एकछिन समुद्रमा खेलेँ मैले अघि पनि बोलेको थिएँ समाउ साउन्ड आएन के भयो अनि त्यहाँदेखि यो चाहिँ यतातिर यस्तो दामी रहेछ ओहो जता हेरे पनि समुद्रै समुद्र के यता त अनि अब हामी यहाँबाट जान्छौँ अनिखेर
भयो चिसो पानी होइन अनि छालहरू कस्तो ठुलो ठुलो आउँदो रहेछ कि जेउस अनि भोक पनि लाग्थ्यो अनि हामीले खायौँ पनि अनि भिडियो चाहिँ अति लामो हुन्छ भनेर हामीले धेरै कुराहरू इन्क्लुड गरेनौँ अनि जेउस रमाइलो भयो अनि सोचेको थिएन मैले चाहिँ किन भन्दाखेरि हामी त्यही डाँडा काँडा पहाडहरूमा खेल्दै रमाउँदै हुर्किँदै आएको मान्छे होइन पर आँखाले भ्याएसम्म जतिसम्म हेर्दा पनि समुद्र थियो यो चाहिँ मेरो लागि नयाँ एक्सपिरियन्स भयो लाइफमा। अब आजको लागि चाहिँ हामी घर फर्किनु पर्ने हुन्छ साथीहरू किन भन्दाखेरि हामीले धेरै ठाउँहरू एक्सप्लोर गऱ्यौँ धेरै ठाउँहरू घुम्यौँ नयाँ नयाँ कुराहरू देख्यौँ अनि ग्रुपमा चाहिँ सोचेको भन्दा पनि धेरै नै रमाइलो भयो धेरै नै मजा आयो अनि अब जति टाढा आयो त्यति नै टाढा त फर्किनु पनि छ त्यसैले आजको लागि चाहिँ अब हामी घर फर्किन्छौँ रमाइलो भयो आजको दिन एकदमै धेरै दिनभरि घुमेर सबैजना थाकेको छौँ अब घरमा खाना पकाउनु त कुरै आउँदैन त्यही भएर हामी चाहिँ जाँदैछौँ सिटीमा केही खान्छौँ अनि त्यसपछि फर्केर आउँछौँ। आज राति चाहिँ अलिकति बर्थडे सरप्राइज पनि छ सिर्जनाको लागि हाम्रो तर्फबाट। Happy birthday to you. Happy birthday dear Holiday. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Another day आज चाहिँ डे 4 अनि हामी चाहिँ आज चाहिँ वालिङटन माउन्टेन जाँदैछौँ अनि यो गोल्डन डेहरू पनि सकिन लागिसक्यो किन भन्दाखेरि आज त हाम्रो लास्ट हो आज जति घुम्यौँ अनि भोलि त हामी बिहानै निस्किनु पर्ने छ सो आज चाहिँ हामी सरस्वती घुम्न जाँदैछौँ कता हुन्छ जोस् खानसाना खाएर रेडी भएर निस्किँदा चाहिँ जहिले 10-11 बज्दो रहेछ केही भएन अब यहाँबाट चाहिँ हाम्रो यात्रा फेरि सुरु हुन्छ घुम्न जानलाई अनि सबैजना आइसक्यो अलिक फास्ट है ओके। आजको हाम्रो प्लानिङ छ जति सक्दो छिटो हामीहरू ठाउँहरू कभर गर्छौँ किन भन्दाखेरि टुडे इज द लास्ट डे रिमेनिङ अब भोलि त बिहानै उठेर जानु छँदैछ हामीलाई साथीहरू त्यही भएर चाहिँ हाम्रो मेन गोल नै हाम्रो के छ भन्दाखेरि जति सक्दो छिटो ठाउँहरू हेर्छौँ अनि क्विक गर्छौँ। यहाँ पोइन्टमा पुग्दा चाहिँ मलाई के लाग्यो भन्दाखेरि म त नेपालकै बाटोमा गुडिरहेको छु जस्तो फिल भइरहेको थियो त्यो सेम डाँडा त्यो टर्निङ त्यो बाटो सबै कुराले चाहिँ मलाई मेरो घरमै छु मेरो होम कन्ट्रीमै छु जस्तो भाइब्स दिइरहेको थियो। देन हामी अगाडि बढ्दैछौँ साथीहरू आज जाँदैछौँ डाँडाको टुप्पामा मजा आउनेवाला छ डाँडा भन्ने बित्तिकै चाहिँ। Hey vlog, it's Capri and Asif here. We're actually and Sri. I'm from California. Just to introduce myself, they actually picked me up hitchhiking. My friends are in their other family's car. Yeah. But I told them how I love Neem's Persia. So if he's listening to that, please. I don't know. Okay, bye. Bye, Neems. साथीहरू अहिले चाहिँ हामी आइसकेका छौँ यो डाँडाको टुप्पामा एकदमै धेरै चिसो छ मुड नै फ्रेस बनाउने यो चाहिँ वालिङटन माउन्टेन भन्दो रहेछ साथीहरू। यो ठाउँ चाहिँ सेम लाइक नेपालको त्यो डाँडाको टुप्पातिर भएको भाइब्स आइरहेछ कस्तो आनन्दको चिसो थियो डाँडाको टुप्पो चिसो ठाउँमा मेरो एनर्जी नै छुट्टै भइरहेको थियो। म यस्तो धेरै रमाइरहेको थिएँ मजाले भिडियो पनि बनाइरहेको थिएँ बट मलाई थाहा नै थिएन मेरो क्यामेराको साउन्ड नै आइरहेको छैन मेरो माइकले धोका दिइरहेछ मलाई भनेर मैले चाहिँ होल ब्लग चेक नै नगरिकन बनाएँ लास्टमा चाहिँ अहिले चाहिँ साथीहरू भोइस ओभर गर्दैछु। अनेस्टली भन्नुपर्दाखेरि यो ठाउँ चाहिँ पर्फेक्ट थियो नेपालीहरूको लागि चाहिँ पर्फेक्ट थियो किन भन्दाखेरि हामीहरू जुन ठाउँबाट आएको छौँ त्यस्तै भाइब्स दिइरहेको थियो डाँडाको टुप्पामा चिसो हावा हुसु पुकारले चाहिँ एक्सप्लेन गराउनु भएको थियो। यो ठाउँमा पहिला आउँदाखेरि कति धेरै चिसो थियो अहिले चाहिँ त्यो हेरिकन अलिकति कम छ भनेर बट स्टिल हामीलाई चाहिँ चिसो लागिरहेको थियो। यो ठाउँमा चाहिँ म एकदमै धेरै इन्जोय गरिरहेको थिएँ किन भन्दाखेरि दिस इज द माई टाइप अफ वेदर माई टाइप अफ प्लेस एक्चुअली भन्नुपर्दाखेरि अनि 2 महिनादेखिको त्यो थकान सबै बिर्सेर म मुस्कुराउँदै थिएँ। इट्स नट ओन्ली अबाउट द प्लेस द पिपुल आई मेट होइन मैले चाहिँ सोचेको पनि थिएन यति धेरै मैले चाहिँ इन्जोय गर्छु यति धेरै रमाइलो गर्छु भनेर। सो रिसेन्टली मैले फिल गरेको कुरा चाहिँ ठाउँभन्दा पनि सराउन्डिङ चाहिँ कस्तो छ कोसँग हिँडिरहनु भएको छ कस्तो
चाहिँ छ तपाईँको वरिपरिको इन्भाइरोमेन्ट, त्यसले चाहिँ एकदमै धेरै म्याटर गर्दो रहेछ। देन आई इन्जोय अ लट। अनि थ्याङ्क यू सो मच पुकार, अनुष्का, आशिष भाइ, सिर्जना बहिनी, माई वाइफ, सबैजनालाई चाहिँ एकदमै धेरै 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 धन्यवाद। हामीले सोचेको भन्दा पनि धेरै नै राम्रो भयो यो ट्रिप अनि वी इन्जोय अ लट। मेरो साइडबाट चाहिँ आई डोन्ट नो तपाईँहरूको साइडमा चाहिँ के कस्तो लाग्यो, लेट मी नो कमेन्ट सेक्सनमा कमेन्ट गर्नु। मेरो फर्स्ट टाइम भएर चाहिँ म त्यति धेरै खुलेर चाहिँ बोल्न सकिनँ। अनि सो इट्स भेरी 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 ब्युटिफुल फर मी। एन्ड भोलि त जाने दिन पनि आइसक्यो साथीहरू। अब चाहिँ फर्किनु पर्छ भने हाम्रो माइन्ड मेकअप पनि भइसक्यो। अब ब्याक टु नर्मल डेज अलि टाइमको लागि। एन्ड देन हामी चाहिँ फेरि पनि अर्को ट्रिपमा सँगै जानेछौँ। 6:30 भयो, 8 बजेको फ्लाइट छ। आँखै खुले छैन, चस्मा लाएर बोल्नु परिरहेछ। हाम्रो अब सक्यो यहीँनिर भ्याकेसन, होलिडे जे भने पनि अब ब्याक टु नर्मल। त्यही भएर अब चाहिँ अहिले चाहिँ हामी फर्किन लागेको। सबैजना गाडीमा बसिसक्नुभयो, इनर्जी नै छैन, निद्रा नपुगेर। ल बाई बाई। अब आजलाई चाहिँ हामी सिडनी जाँदैछौँ। बाई बाई। हाम्रो भ्याकेसन पनि सक्यो। अब चाहिँ हामी वी आर गोइङ ब्याक टु होम, ब्याक टु सिडनी। सक्यो यो चिसो अब एकछिनको लागि हो। त्यहाँ त आज त 46 छ साथीहरू। त्यही हो, अब निन्द्रा पनि पुगेको छैन, केही पनि भएको छैन। अब हामी जाँदैछौँ। अनि आजलाई चाहिँ हाम्रो भ्याकेसन हाम्रो चाहिँ मैले यहीँ सकाइदिन्छु, किन भन्दाखेरि इट्स टु मच एन्ड थाकिसक्यो। अलराइट, बाई बाई गाइज, थ्याङ्क्स फर वाचिङ, बाई।